नमस्कार। के यहाँहरूले बारम्बार सपनामा सर्पले डसेको, लखटेको आदि देख्नुभएको छ भने यसको प्रतिफल के हुन्छ? पहिलो कुरा त सर्प देख्नु भनेको चाहिँ पूर्वजन्मका कर्मलाई दर्शाउने गर्दछ। बारम्बार यदि सर्पले डस्छ भने अर्थलाभम भवेद भनेको छ, धन लाभ हुन्छ, केही परिवर्तन आउँछ तपाईँको लाइफमा, जुन परिवर्तनले धन र समृद्धिलाई बढाउने गर्दछ। अर्को महत्त्वपूर्ण कुरा अनि अर्को सङ्केत हुन्छ कि तपाईँले सर्प जातिप्रति सद्भावना राख्नु पर्यो, प्रेम राख्नुपर्ने हुन्छ र कुनै पनि महत्त्वपूर्ण काम गर्दाखेरि नागदेवताहरूको स्मरण गरेर घरबाट बाहिर निस्किने गर्नुहोला। त्यसको लागि यदि बारम्बार यस्तो सपना देखिन्छ भने यहाँहरूले सोमबारको दिन पारेर अथवा शुक्ल या कृष्ण पक्षको पञ्चमीको दिन शिवजीको पूजा गर्ने, शिवजीकै आडामा सर्पलाई पनि सम्झेर श्वेत पुष्पादि चढाउने, सर्पको स्मरण गरेर शिवजीको सान्निध्यतामा, शिवलिङ्गको सान्निध्यतामा पूजा गर्नुभयो भने विशेष लाभ प्राप्ति रहनेछ। जय श्री राम।